नमस्कार। इन्डियामा एउटा डिबेट एकदमै चर्चित छ अहिले। जावेद अख्तर र मुफ्ती समायल बीचको डिबेट। ईश्वरको अस्तित्व छ कि छैन भन्ने विषयको डिबेट एकदमै चर्चित भइरहेको छ। कुनै पनि डिबेटमा अथवा वाद विवादमा चाहिँ त्यो शीर्षकलाई पुष्टि गर्नका निमित्त राखिने तर्कहरूको कारणले त्यो व्यक्तिले जित्यो वा हार्यो भन्ने कुरा हुन्छ। तर त्यहाँ त्यस्तो भएन, किनभने जावेदले ईश्वरको अस्तित्व छैन भन्ने बारेमा राखेको तर्क पत्याउने मानिसहरू अथवा पछ्याउनेहरू र मुफ्तीले ईश्वर छ भन्ने कुरा, ईश्वरको अस्तित्व छ भन्ने कुरा पछ्याउने व्यक्तिका कुराहरूको त्यो कमेन्टहरू हेर्ने हो भने चाहिँ दुईटैले एकअर्काले आफ्नो पक्षले जितेको कुराहरू राखिरहनु भएको छ। त्यहाँ चाहिँ तर्कको आधारमा होइन कि, तर त्यो विषयको आधारमा नै मानिसहरूले तर्क गरिरहेका छन्। यसले जित्यो उसले जित्यो भनिरहेका छन्। यो यत्तिकै भएको होइन। स्ट्यानफोर्ड युनिभर्सिटीले 1979मा गरेको एउटा अध्ययनले के देखाउँछ भन्दा उहाँहरूले केही व्यक्तिहरूलाई मृत्युदण्ड दिनु उचित छ कि छैन भन्ने विषयका दुईटा फेक, त्यो पनि फेक भनेको चाहिँ उहाँले आफ्नै कथा बनाएर दुईटा स्टडीहरू देखाए। एउटामा चाहिँ मृत्युदण्ड दिनुपर्छ भन्ने बारेको तथ्यहरू थिए, ती सबै तथ्यहरू फेक थिए। फेरि अर्कोतिर चाहिँ दिनुहुन्न भन्ने बारेका तथ्यहरू थिए, ती सबै फेक थिए। अनि ती डकुमेन्टहरू चाहिँ ती व्यक्तिहरूलाई, केही व्यक्तिहरूलाई, अध्ययन गर्ने व्यक्तिहरूलाई दिइयो, उनीहरूलाई दिइयो अनि यो अध्ययन गर्नुहोस् भनेर दियो। त्यस पछाडि अध्ययन गरिसके पछाडि जसले मृत्युदण्ड दिनुपर्छ भन्ने विश्वास राख्थे ती व्यक्तिहरूको विश्वास झन् गहिरो भएर गयो र जसले चाहिँ दिनुहुन्न भन्ने कुरामा विश्वास राख्थे तिनीहरूको विश्वास पनि झन् गहिरिएर गयो। यहाँ के भयो त? त्यो दुईटै फ्याक्टहरूको अध्ययन गरेर, त्यो हालाकि त्यो चाहिँ नि तथ्य थिएन, तर पनि ती अध्ययन गरेर बिचमा आउलान् अथवा आफ्नो विश्वासभन्दा फरक कुरा चाहिँ अध्ययन गरेर नयाँ कुरा उनीहरूले लेलान् भन्ने आशा राखेको, तर झन् उनीहरूको विश्वास झन् गहिरिएर गएको हामी देख्छौँ। यसलाई चाहिँ हामी कन्फर्मेसन बायस भन्छौँ। कन्फर्मेसन बायस भनेको के हो भने आफूलाई जुन कुरा पहिले नै विश्वास हुन्छ, जुन कुरामा हामी आस्था राख्छौँ अनि त्यही कुरा मात्रै हामी खोजिरहेका हुन्छौँ, त्यही कुरालाई पुष्टि गर्न खोजिरहेका हुन्छौँ। त्यही भएर अहिले हाम्रो ट्याग लाग्ने गरेको छ नेपाली राजनीतिमा, बालेनलाई पछ्याउनेले बालेनलाई पछ्याइ नै रहने हो, उहाँले जतिसुकै गल्ती गरोस्, अथवा प्रचण्डलाई पछ्याउनेले प्रचण्डकै कुरा गुणगान गाइरहने हो। अनि यहाँ अनेक ट्यागहरू दिन्छ। यो चाहिँ मनोवैज्ञानिक र मानसिक कारण हो। अनि यो चाहिँ जसलाई पनि हुन्छ, हामीलाई जुन कुरा विश्वास लाग्छ त्यही कुरा हामी पत्याउँछौँ। तर अब यसको हल र समाधान पनि छ। म कहाँ ठिक छु भनेर प्रमाण खोज्नुभन्दा पनि म कहाँ गलत हुन सक्छु भनेर यदि हामीले आफूलाई मनन र रिफ्लेक्सन गऱ्यौँ भने हामी यो कन्फर्मेसन बायसबाट हामी उन्मुक्ति पाउन सक्छौँ। हवस् त, भिडियो हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद। फेरि भेटौँला। धन्यवाद।